हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। आज चाहिँ म तपाईहरुलाई एसियाकै सेकेन्ड टर्नल देखाउँदैछु। यो टर्नल चाहिँ इन्डियामा छ। यो टर्नल चाहिँ टोटल 9 किलोमिटर छ। एकदमै दामी छ। तपाईहरु पनि हेरेर इन्जोय गर्नुहोला। यो सुरुङ चाहिँ टोटल 9 किलोमिटर गाडीमा चाहिँ तपाईको 12 मिनेट लाग्दो रहेछ। मैले पनि थुप्रै यस्तो टर्नलहरु देखेको थिएँ, तर फर्स्ट टाइम यो टर्नल चाहिँ देखेको 9 किलोमिटरको। यो चाहिँ एसियाकै सेकेन्डमा पर्दो रहेछ। एकदमै दामी यस्तो खालको दामी रोड, यस्तो सुरुङ टर्नल चाहिँ नेपालमा कहिले बन्छ होला है। साधारण बाटो त बन्नुलाई 8-10 वर्षमा नि बन्दैन। यस्तो टर्नल त सपना मात्रै होला है साथी हो हाम्रोतिर चाहिँ। यस्तै छ गाइज, तर जे होस् रमाइलो छ बाटो एकदमै दामी है। गाडी कुदेको छ, त्यस्तो खालको टर्नल जस्तो महसुसै हुँदैन हैन। एकदमै सबै सामान बत्तीको सबै सुविधा एकदमै रङ्गी चङ्गी दामी छ गाइज।